आज धनतेरस धनतेरसका दिन देवी लक्ष्मीको विशेष पूजा श्रद्धा र भक्तिपूर्वक आफ्नो गच्छे अनुसार गर्नुपर्छ। यस दिन घरमा सरसफाई गरी लक्ष्मी पूजाको तयारी गरिन्छ ताकि लक्ष्मी घरमा बास गरून् र परिवारमा समृद्धि होस्। धनतेरसमा विशेष गरी चाँदी, सुन, भाँडा र अन्य मूल्यवान वस्तुहरू साथै कौडी, कमल, गट्टा, बेसारको पत्ता, कुचो, बिमिरो, धनियाँको दाना, पदचिन्ह, तोरण, स्वस्तिक, श्रीयन्त्र, लावा, रातो कपडा, पान आदि किन्न शुभ मानिन्छ। यसलाई लक्ष्मीको प्रतीक मानिन्छ र यस दिनको किनमेलले समृद्धि बढ्ने विश्वास गरिन्छ। धनतेरसको बेलुका यमराजको लागि दीपदान गर्ने चलन छ, जसले मृत्युका देवता यमराजलाईबाट आफ्नो परिवारलाई सुरक्षा मिलोस् भन्ने कामना गरिन्छ। विशेष गरी घरको मूल ढोकामा र आँगनमा दियो बालेर सजाइन्छ। यसै दिन भगवान धन्वन्तरीको जन्म भएको दिन पनि मानिन्छ, जो आयुर्वेदका देवता र स्वास्थ्यको संरक्षक हुन्। तसर्थ यस दिन स्वास्थ्य र दीर्घायुको कामना गर्दै भगवान विष्णु स्वरूप धन्वन्तरीको पूजा पनि गरिन्छ। धनतेरस तिहारको उत्साहको सुरुवात हो, जहाँ मानिसहरूले नयाँ उमङ्ग र आशाका साथ लक्ष्मीको स्वागत गर्छन् र सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि प्रार्थना गर्ने गरिन्छ। पौराणिक कथा अनुसार समृद्ध मन्थनबाट जब लक्ष्मी देवी प्रकट भइन्, त्यो दिन कार्तिक कृष्ण त्रयोदशी आजकै दिन थियो। यसै दिनलाई लक्ष्मीको आगमनको प्रतीक मान्दै धनतेरससम्म नयाँ वस्तु खरिद गरी घरमा लक्ष्मीलाई स्वागत गर्ने परम्परा चलेको हो र यसले घरमा धन, समृद्धि र शान्ति ल्याउँछ भन्ने विश्वास गरिन्छ।